पानी छन् डर भएको कारणले गर्दा यो कुदिसकेको छ। म पनि कुद्न बाध्य भइरहेको छु। मेरो एन्ड्रोइड आइफोन 17 भिजो। हेर्नुहोस् पारीबाट ठुलो पानी आउन थाल्छ साथीभाइहरू। अहिले हामी एकदमै आपत्तिमा कुद्दैछौँ। अनि आपत्तिमै हो, अलिअलि आपत्ति मात्र होइन नि त, ज्यादा छ। क्यामेरा पनि ओदा देखिरहेको छ, साथीभाइहरू हेर्न सक्नुहुन्छ। त्यसरी बुन्ने आउँदैछ। अनि म नदेख्ने मुला हारेँ, म चाहिँ एउटा मुला हारेँ है। यहाँ हेर्नुहोस् भर्खरै साथीभाइहरू के चाहिँ यस्ता नमस्ते कटो अरे कस्तो देखेको हेर्न सक्नुहुन्छ साथीभाइहरू। यो चाहिँ एकदमै मजाकिलो हाँसी मजाको भ्लग एकदमै रन्किने चाहिँ, किनकि पानी परेर पानी चाहिँ एकदम डर छ नि त। पानी छन् डर भएको कारणले गर्दा यो कुदिसकेको छ। म पनि कुद्न बाध्य भइरहेको छु। लडे नि के तरिका थियो भने कुदेर अगाडि हेर्नुहोस् हेर्नुहोस् साथीभाइहरू आउँदैछ। दामी देखेछ यसको भेस्टको कलर दामी देखेछ क्या। तर मैले चाहिँ कति चाहिँ घट्ने कस्तो डर। एकदमै गली यार। गाउँले जीवन सबलाई मोबाइल देखाएर नमस्ते गरियो। यसले चाहिँ धोको दिन आएको छ सायद सरलाई। धोको समय नमस्ते गरेको छ। धोको दिएको हुन्थ्यो अझै कोही बात नहीं। धोकोमा चाहिँ के छ मोल छ क्या। अनि यो अगाडि हेर्नुहोस् कुहिरो पानी पर्यो, किनकि मेरो आइफोन हो त्यसैले पानीमा पनि एन्ड्रोइड आइफोन हो। आइफोन 3टा क्यामेरा भएको चाहिँ पनि 3टा क्यामेरा छ नि त। जे हो भने कि तपाईँ आइफोनकै मात्र 3टा क्यामेरा हुनुपर्छ, के छ हाम्रो नि हुन्छ होइन। पानी पर्छ हाम्रो मोबाइल, पानी पनि के हुँदैन। नो कटिङ इन्स्टाग्राममा हेर्दै अनि त्यहाँ भरे मलाई पक्न एउटा त भेट्छु है युट्युब हेर्दा। नो कटिङ यस्तो थाहा बोल्छ कि यसलाई स्टुडेन्टलाई के सिकाएको पनि सरले। कटिङ नो। म धेरै क्यारेक्टर पनि एडिट गरिराख्दिनँ, म झ्याउलासी एडिट गरेर है। ओहो मेरो एन्ड्रोइड आइफोन 17 भिजो। आइफोन 17 हेर्नुहोस् साथीभाइहरू, मेरो आइफोन 17 देखाउँछु होइन है। हेर्नुहोस् आइफोन 17 हो। ल माथिबाट पैसा आएको छ मेनु कि माथिबाट यस्तो लाइन पनि आएको छैन साथीभाइहरू। घोर्ने आयो सायद, घोर्ने आएको सरी पनि कहिले माथि आउँछु म हेर्छु सायद। ओहो यस्तो आएको रहेछ। सो साथीभाइहरू पानी परिरहेको छ बाहिर कुहिरो लागेर। हेर्नु उयो रुद्राक्षको बोट हो होइन। रुद्राक्षको बोटमा पुरा कुहिरोले कस्तो दामी देखिएछ क्या। आँखाले चाहिँ दामी देखिएछ अरूभन्दा पनि। यो क्यामेराले भन्दा नि आँखाले जस्तो दामी भ्यू के पनि देखिन्छ र हौ। हेर्नुहोस् अहिले चाहिँ म आफ्नो घरमा होइन, यता हाम्रो मेनुका भने तपाईँ चिन्नुहुन्छ होला सायद। मेनुकाको घरमा आएको छु, हाम्रो ठुलो मम्मीको घरमा। सक्नुहुन्छ यस्तो पानी परिरहेको छ। अब घर पनि जानु कसरी पनि घर जानु पर्नेछ। घर जानको लागि चाहिँ एकदम
पानी रोकिनु पर्यो क्या छाता छ होला सायद छाता लिएर जाउँ कि जाउँ भन्ने कुरो छाता चाहिँ म लग्दिनँ होला सायद छाता के लग्नु हौ छाता पानी रोक्नु छ भने त यस्तो परिरहेको छ यार एकछिन पानी परेको भिडियो हेर्नु नि त यहाँबाट स्ट्यान्ड पनि ल्याइनँ क्या मैले स्ट्यान्ड ल्याएको भए त अब बनाइहाल्छु होइन स्ट्यान्ड नभएको कारणले गर्दा अलिकति बिजोक स्ट्यान्ड भएन त्यसैले गर्दा छु म तिम्रो घर कसै जानु उनको ढिला त नामै पर्छ होला जो मुरा कामलाई चाहिँ घर पठाइ छैन देख्छ त्यो लाइन चाहिँ कहाँ जान्छ हौ लाइन कसले कसले काटेको यार यसो होला लाइन काट्छ लाइन होस् के हो Xong kiểu sao thế đâu lúc video em không nói đâu video भन्दा पनि एकछिनमा तपाईँ पानी परेको भिडियो बनाइरहेको थिएँ यहाँबाट उता मोबाइल खस्यो भने त ड्याममा जान्छ त हौ एक काम दौरोसँग आउनु पर्ने हुन्छ हजुरहरू तपाईहरुले मेरो भोइस सुन्नु भइरहेको होला है अब हाम्रो स्कुल पनि भोलि जानु पर्ने छ भोलि के भन्दैछु भोलि आइतबार पो त भोलि पनि स्कुल बिदा पो छ त यार आज शनिबार स्कुल बिदा भोलि पनि स्कुल बिदा आइतबार पनि सोमबार निको खरास जानु पर्ने छ 10 गते मेरो बर्थडे ह्यापी बर्थडे टु मी 10 गते ह्यापी बर्थडे टु मी यहाँ कस्तो एक्लै बोलाउँछु म 10 गते मेरो जन्मदिन रहेको छ साथीभाइहरु आज कति हो आज कति 6 गते कति आज आज 7 गते हो कि 6 गते हो कि 7 गते हो आज 6 गते हो कि 7 गते थाहा भएन तर आज के बार हो भन्ने कुरा चाहिँ म थाहा छ आज शनिबार हो खै आज कति गते हो 6 गते हो आज 7 गते हो आज के थाहा भएन त हौ ए आज भनेपछि शनिबार 6 आइतबार 7 सोमबार 8 हो त नि आज 6 गते त नि यार साथीभाइहरु म यो भिडियो बन्द गर्छु है त बाइ बाइ ल अब घरतिर जानु पर्यो के भन्छ घर नगए हुँदैन बाइ बाइ